ल हाम्रो पिकनिक सुरु भयो पिकनिक जानु सबै रेडी यता बाइक रेडी यता मान्छे सबै रेडी नानी नानी यता हेर नानी कमी पिकनिक भन कहिले नित्य भयो त नित्य हो रेस्ता अटोमा यता हामी रेडी नानी हामी कहाँ हिँडेको हामी कहाँ हिँडेको ल टुकटुके पनि आयो रोहित पौडेल नल्लेदेखि न अरूले ओभरटेक हान्छ कि हामी एकदम पछाडि भइसक्यौँ गाइज हामी डिस्ट्रिक्ट ग्राउन्ड आइसकेका छौँ त्यहाँ क्रिकेट खेलिरहन् हाम्रो स्कुलको इन्टर गाइज हामी झलुङ्गे पुलमा आइसकेका छौँ अगाडिबाट बाइक आयो जीवन अङ्कल र अङ्कल मलिएर गीत लाउनु न यसमा बजाउनु दाइ
अलि ल्याम्मा ल्याम्मा खाने के रहेछ त्यो त्यहाँ के पकाएर रहेछ त्यहाँ जान पाइन्छ कि नै मेरो पारा जस्तै छ तिमीलाई जस्तो देखा थिए तिम्रो जोबान त्यस्तै छ शिरमा शिरबन्दी मेरी मायालाई
चौता फालेर आऊ नित्यमलाई पाइए गर्नु मामा निर्मललाई पाइए गर्नुहोस् निर्मलले आई पिटेको के ल पाइए गरिदिनुहोस् एकचोटि भयो पाइ पिटे चाहिँ गर्नु नि दाइ यसो पिटे चाहिँ गर्नु नि यसो सानो उता फाला ढुङ्गा मैले फेरि फालिदिन्छु मान्छेलाई र यहाँ ल्याउ निर्मल आऊ मोबाइल हेर्न दिन्छु आऊ अफिस हुँदैन के नित्यमसित ए भगवान् औ के काट्नु प्याज अझै काट्नु पर्यो बाबु खुर्सानी खुर्सानी जलाबीको जान्छ त्यसरी टोक्नु हैन एउटा ढुङ्गो ल्याएर प्याज काट न अझै काट न काट यहाँ बस नानी यसो हात धोइदिनु त भाइको म भाइलाई चटपट बनाइदिन्छु ल मैले मिठो चटपट बनाइदिन्छु पहिला हात धौला हात धौ त मैले पियाज हालेर यहाँ प्लेटमा दिन्छु के ऊ अनुष्का दिन्छु यति पानीले हात धोइदेऊ त पहिला हेर त पियाज मैले चाउचाउमा चटपटमा दिन्छु के यहाँ 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 बनाइदिनु प्लेटमा ल बुजा पनि हालिदिन्छु है अनि खाउ बसेर नानी यस्तो हात धोइदिन्छु खोर्सानी हालिदिनु के भयो छोडिदिनु होइन यो धुलो खुर्सानी त्यसलाई यहाँ हात धोउँछ यहाँ बस्नु यहाँ बसेर आउँछ मैले बुझा हालिदिन्छु बतेर खाऊ फेरि एकचोटि झापड हान्छ बन्द गर्छ कि यिनीहरू बन्द गरी गरेन के हुन्न दुखेर किन चकचक गर्ने त त्यसमा किन भनेको चटपटे प्याज होस् न रुमाल छ नानीले बाबुलाई चाउचाउ मात्रै दिनु त्यसरी घुमा खाएर त्यस्तो हुन्छ नि चाउचाउ र भन्न सकिन्न बिस्तारै के बिस्तारै किन बाबु रिस देखाउनुपर्छ युट्युबर बन्छु हजुर अन्त ठिलो पियाज मात्रै दिने बाबु त्यसलाई दिएको नरन्दा त तदर हेर्नु कागज निचार्न पर्यो जीवन ल भाइ मेरोबाट खिच्देऊ ल मैले पनि हेरिरहेछु ल ल ल ल एउटा खिच्देऊ चक्क अनि हुन्छ ल ए पछाडि ब्याक क्यामेरा है त ऊबाट नगएर ल मैले यहाँ मोड जुनबाट बनाइदिन्छु अनि मान्छे हुँदैन यता के हाले क्यामेरा हिँड्छ चटपट बुझ्छ एउटा चाउचाउ पनि हाल्दिन मलाई ल चटपट खाना आम है तल खर चाउचाउ आम आम कति रुपियाँ हो चटपटे 20 रुपियाँ चटपट 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 ल केटाकेटीले खास रोटी खाँदैनन् क्या यिनीहरूलाई मनपर्ने चटपटै हो नि त त्यही भएर हो हुन्छ है त्यो मलाई ल त्यो सिसा राखिदिनु है सिसा राखेर त्यहाँ है कहाँ आइनास्ने त हजुर अन्त फोन गाईहरू के छन् ल तिमीलाई म चटपट दिन्छु है बसाऊ चटपट दिनु है हामीले चटपटै लटपट रोक त खुर्सानी अलिक खोज्ने अझै यहाँ पनि छैन भने गर्न सकिन्छ जति
आलु रोप्न ल के मिलेन ल भाइलाई देऊ चाउचाउले गरेर खा बाबु मोबाइल खै ल ल ल ल ल कति भोक लाग्यो ल नित्यम ल ल ल जाऊ ल बस न नित्यम चक्कर मारी बस मेरो कान्छालाई ल हुन्न धेरै पिरो छ फेरि यो खाऊ अनि बल्ल दिन्छु नि यहाँ बस त यहाँ बस न धेरै हालिदिन्छु ल यहाँ बस ल यो खाऊ अनि यो पोइन्छ ल मैले हामीलाई के सँगै ल ल म मैले खान्छु ल ल खाऊ ल बसेर खाऊ यो खुर्सानी ओहो खुर्सानी पर्यो ल मैले केटाकेटीको चित्त बुझाएছি ल भयो अब यो मम्मीलाई ल यहाँ अरूलाई दिन्छु अनि फेरि तिमीलाई तिमीलाई लाग्छ खुर्सानी यहाँ ल्याउनु नि मलाई ल ल एक एकचोटि यसो हालिदिन्छु ल ल मलाई यहाँ पाइन्न मम्मी टिप्न नि नुनै बिच हाल्न नुन ठिक्क भएको है भाइलाई यहाँ राखिदिएँ है अब गाजलु आँखाती बादलु केशमा गाजलु आँखाती बादलु केशमा हराउन थाले मायाको देशमा बत्तीसै दक्षिणको तिम्रो रूप रङ्ग गायक भएको छु म
कति केटा छैनले होसैमा कति केटा छैनले होसैमा हाम्रो पिकनिक सिद्धियो है। अब आजको भ्लग यही सिद्धियो, आजको भ्लग यही सिद्धियो। तर चटपट मिठो हो, अरू चाहिँ खासै मिठो होइन है। खोइ कता हो सानो मान्छे? सानो मान्छेले नि